हाम्रो छ्यामा चाहिँ पुरै चिटिक्क परेर बस्नु भएको छ हैन। मैले बार्दैको कपाल हो गाइज। कस्तो चाहिँ रेडी भइसक्यो मेरो अगाडिको ब्याग। अझै कति घण्टा डिले हुने 10:30 मा आइसक्यो। यस्तो हावा चलिरहेको छ कि माथि। म त न किन हल्लाउँछ भन्छु कि। हेलो गाइज, के छ खबर? सन्चै हुनुहुन्छ होला भन्ने आशा गर्दछु। अस्तिको हप्ता भिडियो नआएको कारणमा वी आर भेरी सरी। सो छ्यामाको फोन चाहिँ बिग्रेर अहिले बनाउनु हिँड्न आँटिराख्नु भएको छ। मम्मी हाँस्दै हुनुहुन्छ यहाँ पिरा भन्दै भन्दै। सो हाम्रो छ्यामा चाहिँ पुरै चिटिक्क परेर बस्नु भएको छ हैन। मैले बार्दैको कपाल हो गाइज। कस्तो छ कमेन्ट गरिदिनु होला। अनि अब छ्यामा चाहिँ विराटनगर जानु आँटिराख्नु भएको छ। त्यही भएर यहाँनिर पुरै रेडी भइवरिकन हिँड्नु मात्र बाँकी छ यहाँनिर हैन। अनि अरू त त्यस्तै हो। अब भ्लग बनाउँछु भनेर आँट चाहिँ लिनुभएको छ हेर्नु, तर भ्लग आउने नआउने त्यो चाहिँ थाहा छैन। उसले चाहिँ अहिलेसम्म मुख पनि धुएको छैन। म भनेको भरे भात खाएर धुने हो क्या। मुख भनेको भात खाएर धुनुपर्छ। अनि सो त्यति नै हो। आजको भ्लग चाहिँ हाम्रो छ्यामाले मात्र बनाउनु हुनेछ। म चाहिँ यहाँ स्टार्टिङ पोइन्टमा मात्र हो हैन, हात दुखेको अवस्था। अनि हाम्रो छ्यामा चाहिँ अब आज बनाउँछु भनेर भन्नुभएको छ। हेरौँ कतिको बनाउनु हुँदो रहेछ। फोन झिक्ने आर्ट लागेन भने भनेर भन्दै हुनुहुन्छ होइन। त्यही पनि यतिको आर्ट गर्नुपर्छ। सो हाम्रो छ्यामाको चाहिँ खासै केही प्याकिङ पनि छैन कि, यति सानो झोला छ त्यति हो। अनि त्यति नै हो। मलाई शुभयात्रा भन न। अनि सबैजनाले शुभयात्रा भनिदिनु होला। मेरो तर्फबाट पनि धेरै धेरै शुभयात्रा छ छ्यामा। अनि त्यस पछाडि चाँडै फर्किनु होला। मम्मी 2 वचन गोस् न त। के भन्नुपर्ने 2 वचन? हजुरको मर्जी। 2 वचन बोली बोली देऊ ठुली मुखैको रसैले टपकै टिपी लैजाला खुस्या तिमीलाई कसैले। हाम्रो रिजुले मुख पनि धोएको छैन। रिजु भात खाएर हुने अर्को के। अब म जान्छु है त हजुर। हो कस्तो छ त? हराउनु होइन है हजुर। छिटो गराउ। हस् छिटै आउँछु। हराउनु होइन, हामी फेरि कसरी हाल्नु सक्छौँ त्यहाँ। त्यही त मिडियाले मिडिया ल्याएर भरे युट्युबमा त हामीले मिडिया लिएर सर्च गरेको भाइरल भइरहेको। हेलो गाइस, हाम्रो खुसिया हराएको विषयमा भन्दै अनि त्यो राम्री भएर हिँडेर हराउँलौ। हराउँदिनँ, कहाँ हराउँछु। तपाईँको छोरी कहाँ त्यस्तो हराउने खालको छ त। अनि हुने भन्दै म कहाँ पुर्याइदिए ल भन्दैन। लु राखेँ मम्मी, म गएँ अब। ल छ ढिलो हुन्छ। म चाहिँ रेडी भइसक्यो मेरो अगाडिको ब्याग। केटाकेटी जस्तो उफ्रिनु थाल्नु भयो फेरि। अब चाहिँ जान लागे। साथीहरू म चाहिँ सिभी लिएर आइपुगेँ है। कस्तो एन्टी लाइट पऱ्यो होला। म चाहिँ अब तपाईँहरूलाई चाहिँ एयरपोर्ट पुगेर चाहिँ थोरै क्लिप्स लिन्छु। के कस्तो हुन्छ हेर्नु होला। मलाई कस्तो आँट पनि आएको छैन हो भिडियो बनाउनलाई। म चाहिँ बसबाट जाँदैछु यता साथीहरू। म चाहिँ आइसकेको छु एयरपोर्ट बाहिर। म चाहिँ अलिकति ढिलो भइसकेँ, गाडीमा एकदमै जाम भयो। त्यही पनि अब म यहाँदेखि हिँडेर जाँदैछु। यो भयो तपाईँको यो चाहिँ चोक। म एयरपोर्टमा अब म यहाँबाट हिँडेर माथि पुग्दाखेरि 10 मिनट जान्छ होला जान चाहिँ। तर म जाँदैछु किन यस्तो ढिलो भयो नि गाडीमा। म जामै जाम थियो। सो बाटो बन्द हो यताबाट। बाटो बन्द रहेछ। यहाँबाट जाँदैछु है त म चाहिँ पारिपट्टिबाट। एयरपोर्टबाट पहिला त पारिबाट पनि जानु मिल्थ्यो, अहिले चाहिँ यताबाट मात्रै बनाएको रहेछ। अब म चाहिँ विशेष त रिजुले पनि भनिहाल्यो साथीहरू म किन जाँदैछु भनेर। मेरो फोनको प्रब्लम पनि हो अनि यहाँ बनाउनु महँगो भएर
त्यो भन्दाखेरि पनि अर्को चाहिँ मेरो पसलको लागि केही कामहरू छ के पसलको लागि केही तर्जुमा छ अब के भन्ने हैन त्यो पनि हो अनि सबै कामहरू चाहिँ गर्न एकैचोटि भनेर हिँड्या हो अब के हुन्छ हेर्दै जाऊँ म चाहिँ यहाँ बाटो क्रस गर्ने ठाउँ हेरिराखेँ बाटो क्रस गर्ने ठाउँ त्यहाँ माथि छ नौ 45 को फ्लाइट हो तर अलिकति ढिलो हुने भएर म कुदिरहेको छु है त ल अहिले चाहिँ घाम आयो दामी आयो होला ल एकचोटि नजारा गरिदिउँ एयरपोर्टको अन्तर्राष्ट्रिय विमानस्थल अयो आई एम हियर ओ अहिले अलिकति हिम्मत आइरहन्छ किन थाहा छ मान्छे छैन नि त्यहाँ चाहिँ त्यही भएर आइरहेछ है ल हिम्मत गरेर चाहिँ भिडियो बनाउँदैछु साथीहरू हात गल्यो अब वहाँ पुगेपछि मात्र भिडियो बनाउँछ है त साथीहरू म अलिकति हिँड्न चाहिँ घरबाट छिटो हिँडे हो है पब्लिक गाडी यस्तो के सातो बाटोदेखि यता आउँदाखेरि चाहिँ एकदमै जाम भयो क्या सातो बाटोमै जाम गुहारकुमै जाम कोटेश्वर सिनामङ्गलमा चाहिँ जाम भएन तै पनि पब्लिक बस मान्छे पर्खिँदा ओर्दा ढिलो भयो तर ढिलो भयो भने जसरी यार यति डिले हुन्छ है म त्यसरी जाँदा यताउता गर्दा जहिले बुद्ध एयर चढ्ने हो बुद्ध एयरमा टिकट पाइएन क्या नपाएपछि चाहिँ मैले श्रीको काटेँ फेरि काटिसकेपछि भरे हेर्दाखेरि पो फेरि पनि आइरहेको बुद्धको त्यस्तै हो कहिलेकाहीँ अब बुद्ध एयरमा चाहिँ धेरैमा धेरै डिले भने 1 घन्टा होइन भने त छिटै हिँड्छ श्रीमा चाहिँ म एकचोटि चढेको छु काबु भएको 3 घन्टा वेटिङ गरेर अब आज चाहिँ के हुन्छ हेरौँ साथीहरू ल म पुगेपछि बनाउँछु ल थाकेँ सबैजना चाहिँ वेटिङ रुममा छ हामी चाहिँ अहिलेदेखि गरे होइन अघिदेखि आएकै छैन बस अझै हाम्रो बस भन्नु प्लेन आएकै छैन यता चाहिँ हेरिरहेको छु आएको छैन वेटिङमा है साथीहरू यो चाहिँ मेरो बोर्डिङ पास हो है तर टाइमिङ चाहिँ 9:45 छ तर अहिले चाहिँ 10:30 भइसक्यो मान्छेको चाहिँ म भिडियो बनाउँदाखेरि चाहिँ अलिकति अजिब हुँदो रहेछ हो अनि त्यसपछि त्यही पनि आँट गरेर मास्क लगाएर टोइलेट गएर बनाउँदैछु हामी चाहिँ यहाँ वेटिङमा छौँ साथीहरू अझै हाम्रो चाहिँ एयरलाइन्स अझै पनि भएको छैन आएकै छैन अझै कति घन्टा डिले हुने 10:30 हुन आँटिसक्यो अघि चाहिँ छिटो गर्दै आएको अहिले चाहिँ अब यस्तो भइरहेछ थाहा छैन अब कतिखेर पुग्छौँ है ल हामी चाहिँ अब लाइनमा छौँ है साथीहरू त्यहाँ आइसक्यो हाम्रो यो चाहिँ अब प्लेन चढ्नको लागि लाइन अब चाहिँ हामी प्रस्थान गरिसक्यो त अब यतातिर ल गाडीमा चढ्नु लागेको है त साथीहरू हामी अब यसले चाहिँ प्लेनसम्म पुर्याउँछ यो चाहिँ भरिसकेछ
हामी चाहिँ अब प्लेन आइसकेको छ यहाँ चाहिँ सामान लाउँदैछ साथीहरू यो हामी आएको बस चाहिँ यसरी अब हामी चाहिँ जाँदैछौँ श्रीया आज पहिलोचोटि अलिक छिटो हुन आएँ श्रीयाले नभए त मैले 3 घन्टा कत्रा अब तेह्र ल मेरो सिटमा चाहिँ केही आएर रहेनछ है हामी चाहिँ अब प्लेनमा बसिसके साथीहरू अब गएपछि कस्तो हुन्छ म तपाईँहरूलाई अपडेट गराउँछु फेरि भिडियो बनाउँछु है अहिले चाहिँ अब म बसिसकेँ मेरो सिट चाहिँ ट्याक्कै यो पङ्खाको फेदमै परेछ ल पङ्खाको फेद यसरी पङ्खाको फेदमा पङ्खा घुमिरहेछ अब म चाहिँ यहाँ छु अब आज चाहिँ श्रीहरूले अघि टाइमिङमै लाने जस्तो अनुभव पाएँ मैले है नमस्ते आइपुग्यो विराटनगर आइपुग्यो ल यहाँ चाहिँ गर्मी रहेछ है अलिक हावा यस्तो चलेर रहेछ त्यही भएर आज प्लेनले यस्तो हल्लायो कि मुटुले चिउ बनायो र हामी आएको चाहिँ हो प्लेन तेल लाउँदैछ मान्छे भइरहेछ विराटनगर सकुशल आइपुग्यो साथीहरू प्लेनमा चाहिँ हल्का मुटु यस्तो हावा चलिरहेको रहेछ कि माथि म त किन हल्लाउँछ भन्छु कि अन्त यस्तो रहेछ हावा केही पनि छैन म चाहिँ सरासरी सक्छु बाहिर गएपछि म भिडियो क्लिन गर्छु यस्तो खतरा घाम रहेछ होइन त है होइन म यहीँ अगाडि हो यस्तो घाम रहेछ हो यतातिर चाहिँ नयाँ बनिरहेको रहेछ होला खोइ चाहिँ पुरानो नजाने के होइन 50 लिम नजाने ल साथीहरू म चाहिँ अब बाहिर निस्किसकेँ एकदमै गर्मी छ छाता पनि ओढिसकेँ सबैजनाले भिडियो चाहिँ लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला कस्तो लाग्यो भिडियो प्रतिक्रिया दिनु होला त्यति भन्दै छोटो मिठो मेरो यात्राको भिडियो चाहिँ म यहीँ गर्न चाहन्छु हस्त नमस्ते टेक केयर खुसी रहनु होला सुखी रहनु होला जे जस्तै परिस्थिति आए पनि हाँस्नु नबिर्सिनु होला है त बाई बाई